भन्नुभएको थियो कि तिमीहरूले त्यो नखाऊ, तर शैतानले छल गरेर मानिसलाई चाहिँ जुन फल खाने एउटा लालसा देखायो अनि त्यो फल खाएको कारणले चाहिँ मानिसले चाहिँ परमेश्वरको दृष्टिमा पाप गर्यो। बाइबलले भन्छ रोमी 3:23 भन्छ पापको ज्याला मृत्यु हो, किनभने पापले चाहिँ आज संसारमा पापले ढाकेको छ अनि पापको कारणले चाहिँ संसारमा भएका मानिस जाति शारीरिक रूपमा मर्दछन् अनि अर्को रूपलाई हेर्यौं भने चाहिँ आत्मामा पनि मरेको कुरा हामी पाउँछौं। यहाँनिर अघि मैले तपाईहरुलाई भने रोमी 5:12 भन्छ एकजना मानिसद्वारा चाहिँ संसारमा पाप आयो। त्यसैगरी सम्पूर्ण मानिसमा पाप प्रवेश र सबै मानिसहरू पापको दास भएको कुरा मैले अघि भने रोमी 3:23 यही कुरा भन्दछ। अनि पाप भन्ने कुरा चाहिँ के हो जस्तो लाग्छ होला, म यो प्रायः यो सेवाहरूमा म भन्ने गर्छु। पाप भनेको चाहिँ एउटा देशमा नियम र कानून हुन्छ, एउटा देशमा नियम र कानूनलाई नमान्दै गर्दाखेरि चाहिँ त्यो देशको कानूनलाई नमान्दै गर्दा चाहिँ अपराधी ठरिए जस्तै परमेश्वरको दृष्टिमा पनि परमेश्वरको आज्ञालाई पालन नगर्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ पाप भनेको हामी पाउँछौं। त्यसो हुँदै गर्दाखेरि चाहिँ पाप भन्ने कुरा चाहिँ बाइबलले भन्छ मान्छे जन्मिँदै पाप स्वभावमा भएर बताउँछ। म केही कुराहरू म तपाईहरुको माझमा राख्न चाहन्छु। बाइबलले भन्छ मान्छे जन्मिँदै पाप स्वभावमा भएर जन्मेको हुन्छ। अनि लाग्छ कसरी होला, नानीहरू कसरी जन्मिँदै पापी स्वभाव होला जस्तो लाग्छ होला, किनभने नानी जन्मेको 6:9 र 10 लाई हामी हेर्यौं भने यहाँनिर चाहिँ के भन्छ, अनैतिकहरू, मूर्ति पूजकहरू, व्यभिचारहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहरू भनिकन यहाँनिर बताएको कुरा हामी पाउँछौं। अर्को खण्डमा म एउटा पढ्न चाहन्छु, गलाती 5:19 देखि हामी हेर्यौं भने यहाँ पनि यसो भनेको छ, पापमय स्वभावका कामहरू प्रत्यक्ष छन् जो यिनी हुन्, व्यभिचार, अपवित्रता, लम्पटपन, मूर्ति पूजा, तन्त्र मन्त्र, दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, स्वार्थी र फुट र गुटबन्दी, डाहा, प्याकर्पण, अश्लील, मजमजा, यस्ता अरू कुनैको विषयमा तिमीलाई चेतावनी दिन्छु। यहाँनिर पापको वर्णन गरेको अनि पवित्र धर्मशास्त्र बाइबलले भन्छ भएको छ अनि उहाँको आत्मिक मृत्युलाई भोग्नु पर्दैन। बाइबलले यो सुनिश्चित गरेको कुरा हामी पाउँछौं। अनि बाइबलले भन्छ शारीरिक मृत्यु चाहिँ हरेक मानिसमा हुन्छ, तर आत्मिक मृत्यु चाहिँ जसले परमेश्वर प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दैन उसको चाहिँ दुईटा मृत्यु हुन्छ भन्छ। उसको शरीरको मृत्यु हुन्छ अनि आत्माको मृत्यु हुन्छ भनिकन भन्दछ। अनि मैले अघि तपाईहरुलाई भने मृत्यु आउनुको कारण चाहिँ परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्नुको कारणले गर्दाखेरि मानिसको जीवनमा मृत्यु आयो। अनि याकूब 1:5 ले यसो भन्छ, याकूबको पुस्तक 1:5 ले यसो भन्छ, 1:15 ले, तर खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ अनि पाप पुरै बढेपछि त्यसले मृत्यु ल्याउँदछ। मानिसले जब परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे पछाडि चाहिँ मानिसले चाहिँ पाप गर्यो। आफै परमेश्वरको जग्गामा आफै नै ज्ञानी बनिन खोज्यो, आफै नै परमेश्वर बनिन खोज्यो। आज हामी हेर्यौं भने हामी आफैले बनाएको हातको कलाहरू, हाम्रो विचारले, हामीले पढेको सोचले बनाएको थोकलाई हामीले सृष्टिकर्ता हो भनिकन हामीले पुजिराखेका छौं। हामी आफैले आफैलाई सृष्टि